कस्तो भिडियो खोलेर देखाउनु क्या ग्यास सक्दिनँ के भन्नु उनीहरूलाई पुरै ऊ बिचरा पिज्जा डेलिभरी के डेलिभरी पिज्जा मगाएको छ होइन राति अब पिज्जा त्यो बिचरा कसरी ल्याउने ढोकाको लगाएको छ ऊ बिचरा ऊ त्यहाँनिर छ ऊ स्कुटीवाला त्यही हो योगेश जोशी हो ऊ त्यहाँ स्कुटी देखिरहेको छ नि त्यो चाहिँ हाम्रो डेलिभरी बोय पिज्जा मगाएको छु एउटा अब पिज्जा मगाउने एउटा पिज्जा खानालाई पनि यस्तो गरिरहेको छ नि बाल्टी साल्टीमा ऐसेवा गरिदिन्छु यो नम्बरमा हामी फेरि अझै हामी 5 जनै माथि छु कि फेरि कम पनि होइन पुरै म्यान 10 रुपियाँ खुलाएको गर्दैछ एउटा पिज्जाको लागि हेर्छु कि म कति पुगेर छु दाइको के भन्नुभयो कसै झर्नु बाल्टी भन्न सामान झर्दैन दाइ बाल्टीमा राम्रै हालिदिनु होला नि तान त हाल्नु सक्नुभयो र हालिसक्नुभयो दाइ कुन पो बाल्टीमा हाल्यो अब भारी नै भएको छैन कि हालेको छु हाल्यो उठा हालेछ ए बिस्तारै उठाएँ मुजी बिस्तारै ताम बिस्तारै किनेको पुरै के 10 किलो टुट्ला राम्रै बादिस पनि ओए भगवान्को साय गाई के भयो सबै बित्था ओए कहाँ अट्क्यो अट्क्या होइन ए झड्यो त्यही गरेर छु कति हजारको 10,000को पिज्जा मगाएको छु गाइज एकदम के हो भन्नु यार एक झापड हान्नु म राति कराउनु लगाएको छ होला नगर्नु डराइदियो यार भगवान् कसो तर्सी भने कि त्यही भने आएको छु म ए कार्की तैँले यहाँदेखि थोडा झुक्नुपर्छ होला है कस्तो झुक्नु पर्छ जमान्ने एउटा आयो त ए मलाई हात नसमाते म झर्नु नि छाड त भनिदिएको चरो ए कार्की मऱ्यो भने म त के गर्ने होइन भिडियो मात्र बनाइरहेको छु खुट्टा समाते यसको गाइड त्यो खुट्टा फालेछ मैले नगर्नु आइफोन हजुर दाइ हेलो हजुर हो भन्नुहोस् न ए दाइ अलिक पेमेन्ट गर्नु एकैछिन है दाइ एकछिन हेरौँ है पेमेन्ट गऱ्यो एकछिन हेरौँ है बोधे गाइस कति भएको छ बिल हेर्नु बिल 860 हालिदिन्छ है डेलिभरी चार्ज यता अलि एक्स्ट्रा आएको ल दाइ यही नम्बरमा हाल्ने होइन ल धन्यवाद धेरै धन्यवाद भन्न मलाई गाइस बाई बाई कसकोमा छ कसकोमा पैसा म तँलाई 500 हालिदिन्छु